हेलो गुड मर्निङ साथी सबको नमस्कार। आई होप सबैजना सन्चै हुनुहुन्छ होला भनेर मैले फेरि पनि आज मेरो मिनी ब्लग लिएर आएको छु है साथी। हजुरहरूलाई कस्तो लाग्छ चाहिँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् है साथी, आज मेरो मिनी ब्लग चाहिँ सेलुनबाट सुरु हुँदैछ है। हजुरहरूले देख्न सक्नुहुन्छ म सेलुनमा थिएँ, म घरमा मलाई टाइम भएन नि त, त्यही भएर। अनि फेरि म त्यहाँ मेरो हातमा मेहन्दी लगाउन पठाएको कसैलाई, एकदम राम्रो लगाएको थियो, त्यही भएर मलाई देखाउन मन लाग्यो हजुरहरूलाई कस्तो लाग्छ। यो केटीले लगाएको हो है। अनि फेरि म बाबुलाई लिन स्कुल जाँदै थिएँ, अनि बाटोमा एकदम घामहरू थियो नि त, त्यही भएर म छाता ओढेर जाँदै थिएँ है गाइस, देख्न सक्नुहुन्छ। फाइनली घर आइपुग्यो गाइस, देख्न सक्नुहुन्छ। अनि म पार्लर गएर फेरि कस्टमरहरूको कामहरू गरिरहेको थिएँ, थ्रेडिङ गरिरहेको थिएँ, धेरै कामहरू गरिरहेको थिएँ, तर मलाई यति टाइम मिलेन नि त भिडियो बनाउनको लागि, त्यही भएर अरू चाहिँ मैले त्यही देखाउन सकिनँ हजुरलाई। फाइनली पार्लरबाट घर जाने छु है साथी। म चाहिँ छुट्टी 8 बजी हुन्छ कि मेरो, त्यही भएर बाटोमा सब्जीवाला मिलेको छ, म सब्जी लिँदैछु है। कैसे दे रहे हो भैया? करेले 30 का आधा किलो। महंगा है ना? नहीं, सस्ते हो गए करेले, 40-50 का आधा किलो बिक रहा था। अभी भिंडी महंगा है, 50 का आधा किलो। अच्छा, आपके पास और क्या है? शिमला मिर्च, भिंडी। इस शिमला मिर्च कैसे दे रहे हो? आधा किलो 20 की। ये कर दो ना, उसमें रखो ना, इसमें रखो। ओके, भिंडी 50 का आधा किलो। ये लो कर दो भैया। देखो देखो आपकी जमीन का उसी में है, कितने देख लो। फाइनली घर आइपुग्यो और खाना बनाएर मैले बच्चालाई खाना दिएँ, अनि फेरि मैले पनि खाना खाएँ। मेरो हस्बेन्ड चाहिँ राति आउनुहुन्छ, ढिला, उहाँले चाहिँ ढिला। चलो साथी, आजको दिन चाहिँ मेरो यसरी नै बितेको थियो। हजुरहरूलाई यति खास त मैले देखाउन सकिनँ, त्यही पनि हजुरहरूलाई कस्तो लाग्यो यो मेरो मिनी ब्लग, हजुरहरूले लाइक कमेन्ट सेयर गर्नुहोला और मलाई बताउनुहोला। ओके, बाई बाई गाइस।